नमस्ते, म सशस्त्र प्रहरी नायब उपरीक्षक लक्ष्मण बहादुर बस्नेत हाल राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत छु। यात्रा सुरु गर्न अगाडि मौसम गतिविधि कस्तो छ, यो त्यो दिनभरिको, त्यो हप्ताभरिको, त्यो अहिलेको मौसमी गतिविधि कस्तो छ त्यस बारेमा सचेत हुनु आवश्यक छ। त्यसका निम्ति जल तथा मौसम विज्ञान विभागको वेबसाइट, त्यसैगरी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद पोर्टल लगायत विभिन्न निकायहरूद्वारा प्रेषित गरिएका सूचनाहरू चाहिँ त्यो अध्ययन गरेर मात्रै त्यो यात्रा सुरु गर्नुपर्दछ। जुन रुट हुँदै जाँदैछौँ त्यो रुटको अवस्था कस्तो छ पूर्व सूचना लिएर मात्रै यात्रा सुरुवात गराउनु पर्ने हुन्छ। त्यसका निम्ति बाटोको अवस्था, त्यहाँ छेउछाउमा भएका पहाडहरू वा त्यो डाँडाकाँडाको अवस्था कस्तो छ, कहीँ पहिरो जान सक्ने हुन्छ। त्यसै गरी यदि भारी वर्षात हुन्छ भनेको छ र यात्रा नगर्नुहोस् भनेको छ भने कदापि त्यस्ता किसिमका निर्देशनहरूलाई हामीले चाहिँ नजरअन्दाज गर्नु हुँदैन। कुनै जोखिमयुक्त ठाउँमा पुगिँदैछ, जाँदैछौँ र भारी वर्षात भइरहेछ भने समयमै सुरक्षित स्थान कहाँ हुन सक्छ, सुरक्षा निकायहरू र अन्य जो सरकारवाला निकायहरू छन् तिनीहरूसँग सम्पर्क गरेर सुरक्षित स्थान कहाँ हुन सक्छ, त्यो कुनै खुला चौर हुन सक्छ, कुनै ठुलो बस्ती इलाका नजिक हुन सक्छ, त्यस्तो ठाउँमा गएर यात्रुहरूलाई सवारी साधनसहित विश्राम दिनुपर्ने हुन्छ। मौसमी गतिविधि शान्त छ, पानी परिरहेको छैन, हावाहुरी चलेको छैन भन्ने यकिन भएपछि मात्रै पुनः सवारी साधनहरू चलाउँदा हुन्छ। आवेशमा आएर, प्रेसरमा आएर वा अन्य कुनै कारणले चाहिँ सवारी साधन चलाउनु हुँदैन। हामीले विगतको घटनाहरू देखेका छौँ। मनसुनको बेलामा पहाडी क्षेत्र हुँदै जाने रुटहरूमा बारम्बार पहिरोहरू गइराख्ने, लगातार पानी परे पश्चात पनि घाम चर्किँदाखेरि, चर्को घाम लाग्दा पनि पहिरोहरू, सुक्खा पहिरोहरू झर्ने हुन्छन्। त्यसो हुँदाखेरि रकफलहरू, ढुङ्गाहरू झर्ने, गाडीमा लाग्न सक्ने, त्यसै गरी पहिरोमा पुरिन सक्ने वा त्यहाँ आएको भेलले चाहिँ बगाएर गाडीहरूलाई बगाउन सक्ने हुँदा जोखिमयुक्त स्थानहरूमा हामीले सवारी साधन चलाउनु पूर्व सुरक्षालाई ख्याल गर्नुपर्ने हुन्छ र सुरक्षा संयन्त्रहरूबाट, सुरक्षा निकायहरूबाट दिएका निर्देशनलाई अक्षरशः पालना गर्नुपर्ने हुन्छ। विपद बारे चासो राखौं, चनाखो बनाऊ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण।